आज चाहिँ बिहान बिहान मर्निङ वाक गर्दै कामतिर जाऊँ भनेर निस्केको बाटोमा बर्खाको मौसम पानीले भेटाइहाल्यो। के गर्नु यस्तै हो अहिले चाहिँ। अनि रुच्दै भए पनि गइयो अनि त्यसरी काम भ्याएर चाहिँ म घर आएको अनि घर आउँदाखेरि चाहिँ मेरो घरमा चाहिँ मम्मी र हजुरआमा हुनुहुँदो रहेनछ अहिले। अनि उहाँहरू चाहिँ हस्पिटल जानुभएको रहेछ अनि खाना पनि नपाकेको। मैले अनि त्यसरी अल्छी लागेर बाहिर नास्ता खाएर जिमतिर लागेँ। अनि जिममा गएको त हाम्रो पाले दाइको बर्थडे रहेछ आज। अनि पाले दाइ त लास्टै खुसी पुरा केटी सेलिब्रेसन हानिराख्नु भएको थियो। त्यसरी चाहिँ यहाँ बर्थडे मनाउने भनेर तयारी भयो। अनि चाहिँ केटाहरूले बर्थडे मनाउँदा मात्रै एउटा केक समातेर खाप्चो प्वाक्कै दिइहाले। केक हानेको केटाहरूले पुरै छटचिट्यान जिमभरि केकै केक भयो। त्यसरी हाम्रो छेरेपछि पोस्नुपर्छ भन्ने मूल नाराको साथमा हाम्रो पाले दाइले सफा गर्न लाग्नुभयो। त्यसरी मैले पनि आफ्नो वर्कआउट भ्याएँ। अनि वर्कआउट भ्याएर चाहिँ घरतिर आएँ अनि खाना खाएर मस्त पल्टेँ। हस् त बाई गुड नाइट।